विकृति विसंगति अन्याय अत्याचार गरिब जनतालाई देखाएर लुटतन्त्र मचाउने बारबर्दिया नगरपालिकाका मेयर साहब उपमेयरज्यू प्रमुख प्रशासकीय अधिकृत यस 9 नम्बर वडाका वडा अध्यक्ष र उपभोक्ता समितिका सदस्यहरू जवाब तपाईहरुले दिनुपर्छ। 27 लाख लगानी गरेर कसले भ्रष्टाचार गरे कटघरामा उभिएर जेल भित्र बसेर सरकारले दिएको माना खानुपर्छ। इन्जिनियर साहब पहिला थाहा थियो यस बोरिङले पानी पूर्ण रूपमा दिदैन भन्ने, फेरि भुक्तानी केका लागि कसको निर्देशनमा गर्नुभयो भुक्तानी जवाब दिनुपर्छ। कटघरामा उभिनुपर्छ। 27 लाखको बनेको यो बोरिङ जडान गर्नुभयो जवाब दिनुपर्छ। यस्तो लाज मर्दो कहिलेसम्म? यस बोरिङमा एउटा आयोजना सोचेर पार्टीसम्म यस आयोजनाको नाममा स्ट्यान्ड बनाएर राखिएको छैन भने यस्तो काम भएन भन्ने नगर्दा थाहा थियो। उसलाई थाहा थियो त के भन्छ त्यो हाम्रो इन्जिनियरलाई थाहा थियो। इन्जिनियरलाई थाहा हुँदा हुँदै पनि इन्जिनियरले केही पैसा काटेर भुक्तानी दियो हैन। भ्रष्टाचारमा जो कोही पनि मुछिएका छन् कडा भन्दा कडा कारबाही होस्। यो जंगलको बीचमा यो बोरिङ जडान गरिएको छ। यो बोरिङको लागत लगभग 27 लाख रुपियाँ छ। तपाईहरुले यो देशमा भ्रष्टाचारको पराकाष्ठ देख्नु भएको होला। त्यस्तै नमुना देखिएको छ भ्रष्टाचारको पराकाष्ठ। 27 लाख रुपियाँ कसले मिलेर खाए आयोजनाको नाममा। अवस्था परिवर्तन त भएको छैन। जुन लडेर ल्याएको व्यवस्थाको धज्जी नउडाउनुस्। जनप्रतिनिधि या कर्मचारी या उपभोक्ता समिति जवाब दिनुपर्छ। अध्यक्षज्यू हेर यो बोरिङको पानी कति तालमा जान्छ र कति सिँचाइ हुन्छ तपाईलाई के लाग्छ? तपाई त किसान पनि हो। एकजना किसानले यो पानीले दिन रात पानी पनि चल्छ, बिजुलीको मिटर चलिरहेको छ, बिजुलीको पैसा पनि तिर्नु पर्छ हैन। अब यो 27 लाखको बोरिङ हो। 27 लाखको बोरिङ यो उचित बोरिङ हो? अब मेरो त अब के अनुसार नगरपालिकाको एस्टिमेट अनुसार अब तपाई त उपभोक्ता समितिको अध्यक्ष तपाईले जवाब दिनुपर्छ। यो 27 लाख रुपैयाँ खर्च केमा भयो? यसको पुरै गाड्ने यो पाइपदेखि लिएर मोटर जुन छ नि अनि त्यो डिलिङ गरेको त्यो त्यसैमा भएको छ यो खर्च। 27 लाख रुपैयाँ। हजुर हाम्रो श्रमदान सहित 27 लाख खर्च भयो। आदरणीय दर्शकबिन्दुहरु, नगरपालिकाले भन्छ ठेकेदार पक्ष या यस बोरिङ निर्माण गर्ने पक्षलाई भन्छ तिमीले पूरा काम गर्न सकेनौ, तिमीले भने अनुसार काम गर्न सकेनौ, त्यसकारण तिमीले 27 लाख पाउँदैनौ। 27 लाख भन्दा कम्ती पाउँछौ। किन? तिमीले काम राम्रोसँग गरेनौ, पूरा गरेनौ। जुन सम्झौता अनुसार थियो, जुन गर्नुपर्ने थियो काम गरेनौ भन्ने नगरपालिका जानकार छ। जब नगरपालिका काम गरेनौ भन्ने जानकार छ भने 27 लाख रुपियाँमा केही रकम नदिकिन यो भुक्तानी किन गर्यो नगरपालिकाले? नगरपालिकाले भुक्तानी कसको निर्देशनमा गर्यो? समयको अभाव। उपभोक्ता मार्फतै बनाउने हो भन्दा कानुन किन बनाउने त? 10 लाख भन्दा माथि टेन्डर भनेर त्यो त गराउन पाइएन। नियम मिचिएको त रहेछ हैन। हामीले समयको पाबन्दीले गर्दा म्याडमको कुरा मैले बुझे। समयको पाबन्दी थियो। यो आर्थिक वर्षको पैसा आर्थिक वर्षमा खर्च गर्नुपर्ने बाध्यता थियो। तपाईहरुमाथि त्यो अवस्था आएको भएर यो पैसा खर्च गर्न खोज्नुभयो। यो पैसा खर्च गर्दै गर्दा बरु फ्रिज भएर बस्थ्यो, राज्यको कोषमा त रहन्थ्यो नि। त्यो पैसा चलाउने चलायमान बनाउने र त्यो वर्ष खर्चै गर्नेको नाममा अहिले हेर्नुस् त पानी आएको छैन। किनभने त्यहाँको चाहिँ हजुरको कार्यक्रम सेटिङ गरेर जुन बोर्ड टाँसियो छ त्यो बोर्डमा एउटा कुरा छ अनि फिल्डमा भनेको सूचना पार्टीमा एउटा कुरा लेखिएको छ, भुक्तानीमा एउटा कुरा लेखिएको। त्यसबाट थाहा हुन्छ यसमा अनियमितता भयो भन्ने। अनि यसमा चाहिँ सम्बन्धित निकायले गएर त्यहाँ हेरिदिनु पर्छ। भनेको यसरी बुझौँ हात्तीका दाँत देखाउने र चबाउने फरक रहेछन्। फरक छ, मेरो भनाइ त्यही फरक छ है। हजुर, उपभोक्ता समितिलाई त्यसरी दिन मिल्छ? नै, त्यो हाम्रो नियममा 10 लाख भन्दा माथिकोलाई चाहिँ ई टेन्डर गर्ने नै भनेको छ। तर समस्या के भइदियो भने त्यहाँ हामीले योजना बनाइयो तर समय रहेन। हामी के हो समय रहेन भनेको? छोटो भयो। के हो त्यो छोटो समय भनेको? के हो छोटो समय भयो? के हो म्याडम छोटो समय सम्झाइदिनु? 1 महिना 35 दिनको सूचना खुलाउनु पर्ने हैन। 35 दिन हामीसँग त्यो सूचना खुलाएर त्यसपछि मूल्याङ्कन गरेर त्यसपछि सम्झौता गरेर काम गर्दा ढिलो हुने। किन? के विषयमा ढिलो हुने त्यो भन्दैछु न म्याम। के विषयमा ढिलो? प्रक्रियालाई ढिलो हुने भनेको आर्थिक वर्षले ढिलो। त्यो आर्थिक वर्षमा नगरिकिन अर्को आर्थिक वर्षमा गर्दा चाहिँ के बिग्रिन्थ्यो? त्यो बिग्रिन त केही पनि बिग्रिन्थेन। आदरणीय दर्शकबिन्दुहरु, यति बेला हामी बर्दिया जिल्लामा छौं। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर 9 मा तपाईहरुले यो देशमा भ्रष्टाचारको पराकाष्ठ देख्नु भएको होला। त्यस्तै नमुना देखिएको छ भ्रष्टाचारको पराकाष्ठ।
मेरो पृष्ठभूमिमा देखिएको यो बोरिङ कति होला, यसको मूल्य या यसको लागत कति होला? 2 लाख, 4 लाख, 7 लाख, 8 लाख, 10 लाख होइन, यसको मूल्य 27 लाख रुपियाँ हो। 27 लाख रुपियाँ। आयोजना सूचना पार्टी पनि यो अवस्थामा राखिएको छ। आयोजना सूचना पार्टीको नाम हो सतखलावा ताल बोरिङ जडान, बारबर्दिया नगरपालिका वडा नम्बर 9। आयोजना मिति 2081 2 महिना 17 गते, प्रारम्भ मिति 2081 2 महिना 18 गते, सम्पन्न 2081 3 महिना 10 गते। लागत अनुमान 26,98,862 रुपियाँ 62 पैसा। सम्झौता रकम 24,25,000। नगरपालिकाबाट प्राप्त अनुदान 24,25,000। उपभोक्ता समितिको लागत सहभागिता 2,73,862 रुपियाँ। लाभान्वित संख्या 2000। यो जंगलको बीचमा यो बोरिङ जडान गरिएको छ। यो बोरिङको लागत लगभग 27 लाख रुपियाँ छ। यस बोरिङबाट लाभान्वित संख्या 2000 भनिएको छ। आजसम्म यस बोरिङबाट एकजना पनि लाभान्वित भएका छैनन्। अहिले यस बोरिङको यो पानी एउटा सानो कुलो बनाएर एउटा सतखलावा ताल छ, त्यो तालमा झारिएको छ। सरकारवाला निकायको बेलैमा ध्यान जाओस् र यदि यस भ्रष्टाचारमा जो कोही पनि मुछिएका छन् कडा भन्दा कडा कारबाही होस्। यस्तो लाज मर्दो कहिलेसम्म? लगभग 27 लाखको बोरिङ हो दर्शकबिन्दुहरू। यस बोरिङमा एउटा आयोजना सूचना पार्टीसम्म यस आयोजनाको नाममा स्ट्यान्ड बनाएर राखिएको छैन। यस बोरिङको नजिकै एउटा विद्युतको 1.25 मिटर राखिएको छ, अर्थात् विद्युत जडान गरिएको छ। यो बोरिङ दिनभरि सञ्चालन हुन्छ। बोरिङ बिजुलीबाट सञ्चालन हुन्छ। बिजुलीको पैसा कसले तिर्छ? बिजुलीको पैसा किन तिर्ने? कसका लागि तिरिदिने? जबकि एकजना व्यक्ति पनि यसबाट सेवा र सुविधा लिन पाउँदैनन्, लाभान्वित हुँदैनन् भने यसको जवाब यस नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र उपभोक्ता समितिले दिनुपर्छ। यसमा पहिला पानी कस्तो आउँथ्यो? 3 इन्च पानी आउने भनेर यस बोरिङलाई जडान गरियो। 3 इन्च पानी अहिले यस अवस्थामा परिणत भयो। 2081 2 महिना 17 गते सम्झौता भएर बनेको यस निर्माण भएको यस बोरिङमा 1 वर्षको अवधिमा यो हालतमा पुग्यो। 1 वर्ष नपुग्दै यस्तो अवस्थामा आउने बोरिङको अनुगमन किन गरेन? यस नगरपालिकाभित्र उपमेयरको अध्यक्षतामा अनुगमन टोली छ, अनुगमन समिति छ। अनुगमन समितिले के हेरेको छ? जिल्ला समन्वयन समिति छ, जिल्ला समन्वयन समितिभित्र अनुगमन छ। अनुगमन किन भएन? 27 लाख रुपियाँ कसले मिलेर खाए? आयोजनाको नाममा, एउटा बोरिङको नाममा 27 लाख रुपियाँ। 27 लाख रुपियाँ सानो रकम होइन दर्शकबिन्दुहरू। 27 लाख लिएपछि, काम गर्न आएपछि नागरिकको हक हितमा काम हुनुपर्छ। यसको जवाब कटघरामा उभिएर सरकारवाला निकायहरूले दिनुपर्छ। लासको पराकाष्ठ ननाग्नुस्। 27 लाख निर्माण भएको बोरिङ 2000 जनसङ्ख्या लाभान्वित भनेर प्रचार गरिन्छ। 27 लाख लगानी गरेर कसले भ्रष्टाचार गरे? कटघरामा उभिएर जेलभित्र बसेर सरकारले दिएको माना खानुपर्छ। अझ सरकारी निकाय र जनप्रतिनिधिले मिलेर खाएका हुन् भने यिनलाई डबल सजायको व्यवस्था गरियोस्। होइन भने कानुनमा जे छ त्यसमा घटी बढी नगरियोस्। अनुसन्धान गर्दै गरेको निकाय कसैको प्रभाव र दबावमा नबिकोस्। अनुगमन गर्ने अन्य निकाय पनि हुनेछन्। प्रमाण सहित मिसन भण्डाफोर टिम अर्को निकाय जान नपरोस्। हामी यस 27 लाखको लेखाजोखा, 27 लाखको भ्रष्टाचार भएको हरेक प्रमाण सहित सरकारवाला निकायको ढोका ढकढकाउने छौं र दोषी देखिए दोषीलाई कटघरामा उभ्याउने छौं। यति पनि गर्नु हुँदैन। मानवता बिर्सनु हुँदैन। जनप्रतिनिधि भइसकेपछि जनताको हक हितमा काम गर्न सक्नुपर्छ। 26,98,862.62 पैसा भनेको 27 लाख। यो बोरिङको मूल्य 27 लाख, लागत 27 लाख। आदरणीय दर्शकबिन्दुहरू, यो आयोजना हेर्न सक्नुहुन्छ। 27 लाख रुपियाँको बोरिङ यही हो। 2000 नागरिक लाभान्वित भनेको यही हो। हद गर्नुस्, अति गर्नुस्, अत्याचार नगर्नुस्। अवस्था
परिवर्तन त भएको छैन। जुन लडेर ल्याएको व्यवस्थाको धज्जी नउडाउनुस्। जनप्रतिनिधि या कर्मचारी या उपभोक्ता समिति जवाब दिनुपर्छ। यस नगरपालिकाका मेयर साहब, उपमेयरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू अनुगमन किन गर्नु भएन? कसले रोक्यो अनुगमन गर्न? 27 लाखको बोरिङ। यही हो विकृति, विसङ्गति, अन्याय, अत्याचार, गरिब जनतालाई देखाएर लुटतन्त्र मचाउने बारबर्दिया नगरपालिकाका मेयर साहब, उपमेयरज्यू, प्रमुख प्रशासकीय अधिकृत, यस 9 नम्बर वडाका वडा अध्यक्ष र उपभोक्ता समितिका सदस्यहरू जवाब तपाईहरुले दिनुपर्छ। जवाब दिनुपर्छ, कटघरामा उभिनुपर्छ। 27 लाखको बनेको यो बोरिङ जडान गर्नुभयो, जवाब दिनुपर्छ। बर्दिया जिल्ला बारबर्दिया नगरपालिका 9 मा निकुञ्ज भित्र 7 खुला ताल छ। सोही ताललाई पर्यटन प्रवर्धन गर्नका लागि सो तालमा पर्यटकहरूलाई मनोरञ्जनको लागि बोटिङ पनि गराइन्छ। बोटिङका लागि तालमा पानी हुनु पर्यो। सोही तालमा पानीको व्यवस्थापन गर्न र धेरै भएको पानी किसानको खेतमा सिंचाइ गर्न भनी नगरपालिकाले सो तालको नजिक डीप बोरिङको अवधारणा अगाडि बढायो। तर समय थोरै भएको भन्दै नगरपालिकाले आफै कानुन मिचेर 10 लाख भन्दा माथिको बजेट यी टेन्डर हुनुपर्नेमा उपभोक्ता समिति मार्फत अगाडि बढायो। मिति 2081 2 को महिना 17 गते सम्झौतामा हस्ताक्षर गर्यो। 2081 3 को महिना 10 गते सम्पन्न गर्ने गरी अर्थात् 23 दिनमा समाप्त गर्ने गरी, किनकि पालिकासँग सो बजेट सोही आर्थिक वर्षमा सकाउने प्रेसर थियो, न कि काम राम्रोको प्रेसर। सोही अनुसार नगरपालिकाको 24,25,000 र उपभोक्ता समितिको लागत सहभागिता 2,73,832 रुपियाँ सहित जम्मा 26,98,862 रुपियाँ 62 पैसामा सम्झौता भयो। समयमा काम पनि सकियो। जेनेरेटरद्वारा पानीको परीक्षण पनि गरियो, पानी पनि आयो, भुक्तानी पनि भयो। तर समस्या अहिले लगभग 10 महिनापछि देखियो बोरिङले पानी भने जस्तो फ्याँक्न सकेन। जुन प्रयोजनको लागि बोरिङ गाडेको थियो, 2000 नागरिक लाभान्वित भनेको थियो, त्यसो भएन। अर्थात् त्यस्तो देखिएन। बिस्तारै यो विषय झन्झन गम्भीर बन्दै गयो। नागरिकबाट निराशा साथै प्रश्न उठ्न थाले र हाम्रो मिसन भण्डारपुर टिमले यसको सूक्ष्म अध्ययन गर्यो, साथै नगरपालिकाको केही त्रुटिहरू फेला पार्यो। जस्तै नगरपालिकाले राज्यको सम्पत्ति समयको अभाव भन्दै यी टेन्डरबाट दिनुपर्नेमा उपभोक्ता समिति मार्फत किन गयो? यो विषयमा हाम्रो गम्भीर प्रश्न छ। सरकारवाला निकायले छानबिन गर्नु पर्दछ, त्यो पनि निष्पक्ष र सतहमा पुगेर। दोस्रो कुरा, बारबर्दिया नगरपालिकाले लगानी गर्ने बजेट निकुञ्ज भित्र हो भने निकुञ्जसँग अनुमति किन लिएर? जस्तै बोरिङ गाडिसकेपछि बोरिङ चलाउने भनेको जेनेरेटरले अथवा विद्युतले नै हो, जस अनुसार निकुञ्ज भित्र जेनेरेटर चलाउन सम्भव छैन। पालिकाले निकुञ्जसँग विद्युत लैजाने अनुमति लिएको छैन हो। त्यसैका कारण बोरिङ गाडेको 10 महिनासम्म पनि सो बोरिङ सञ्चालनमा आउन सकेन र अहिले धेरै आग्रह गरेर निकुञ्जका कुनै कर्मचारीले आँखा चिम्लिदिएकै भरमा बिजुली त पुग्यो, तर कुनै पनि बेला निकुञ्जका कर्मचारीले आँखा खोले भने सो बिजुली काटिने निश्चित छ, किनकि निकुञ्जसँग लिखित सम्झौता छैन। त्यसैले पालिकाले निकुञ्जको अनुमति बिना अर्थात् लिखित सम्झौता बिना यति ठुलो रकम कसको फाइदाको लागि लगानी गर्यो र अहिले सो बोरिङबाट उद्देश्य अनुसारको फाइदा लिन सकिन भन्ने नै प्रमुख प्रश्न हो। यहाँ दाल में कुछ काला ही होइन कि पुरा दाल ही काला है भन्ने भाष्य प्रमाणित हुने हो कि भन्ने पो शंका लाग्न थालेको छ। त्यसैले सरकारवाला निकायले निष्पक्ष छानबिन गरोस् र दोषी देखिए कसैलाई काखा कसैलाई पाखाको व्यवहार नगरोस्, कडा भन्दा कडा कारबाही गरोस्। भनेको बारबर्दिया नगरपालिका वडा नम्बर 9 मा रहेको सतखलवा तालमा जुन बोरिङ नगरपालिकाको लागतमा जुन बोरिङ गाडिएको छ, निकुञ्जसित अनुमति नलिएको हो। अनुमति चाहिँ उहाँले नै छैन भन्नुभयो, हामीलाई पनि अनुमति चाहिँ देखिएन। हजुर, त्यसको अनुमति चाहिँ नभएको जस्तो देखियो। त्यो बिजुलीको तारको विषय चाहिँ त्यो पनि अनुमति छैन नि, होइन? बिजुलीको पनि तारको पनि अनुमति चाहिँ पाइन्छ। अब के हुन्छ सर, अगाडि कसरी बढिन्छ? तर त्यो चाहिँ नसोधेको हो कि जस्तो देखियो। त्यो सोध्नु पर्ने चाहिँ हो नि, होइन? सोधेको राम्रो हो। सोधेको अब निकुञ्ज अगाडि कसरी बढ्छ? अब त्यो अनुमति किन नदिएको भन्ने हिसाबले अगाडि बढ्नु पर्ला।
त्रुटि चाहिँ नगरपालिकाले एउटा सानो त्रुटि भयो नि, त्रुटि गरेको चाहिँ। आदरणीय दर्शकबिन्दुहरू, यति बेला हामीसँग हुनुहुन्छ सतखोला ताल बोरिङका उपभोक्ता समितिका अध्यक्ष। तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद छ। तपाईँको नाम? चनको थारू। तपाईँ यस बोरिङको उपभोक्ता समितिको अध्यक्ष। हजुर। यो बोरिङबाट पानी चाहिँ किन आएको? अब अहिले खै अब म त्यो थाहा पाउन सकेन, किन भनेपछि त्यति बेला चेक गर्दाखेरि पानी पुरै राम्रोसँग दिएको यो पानी यो पाइपबाट, तर अहिले अलिकति यो ट्रान्सफर्मरबाट जोडेर पानी निकाल्दाखेरि अलिकति कम आछ। कुन ट्रान्सफर्मरबाट जोडेर? यो अहिले भर्खरै यो हाम्रो सिमसार भवनको अगाडि राखेको ट्रान्सफर्मर 50 को ट्रान्सफर्मरबाट जोडेर बिजुली ट्रान्सफर्मरबाट? हजुर हजुर। त्यसबाट पानी नआएको? हजुर, त्यसबाट पहिला पानी केसबाट पानी आउँथ्यो त? पहिला जेनेरेटरबाट उहाँले निकाल्नु भएको। बिजुली भन्दा नि पावर जेनेरेटर रहेछ? हजुर, त्यसबाट निकालेको पानी त पुरै हजुरलाई मैले भिडियो। भनेपछि अब तपाईँहरूले यो मोटर बोरिङ र यो सतहलाई होइन कि अब बिजुलीको पावरलाई दोष लगाउँदै हुनुहुन्छ? मैले दोष लगाएको त अब कसलाई लगाउने? अब भर्खर यो बोरिङ भनेको चलाएको भर्खर केही दिन मात्रै भएको छ। यो कति भन्ने अब 1 महिना जति भएको छ यो बोरिङ चलाएको। यो बोरिङ अहिले पुनः त बिचमा अब त्यो पहिला उसले जेनेरेटरले चलायो, अनि अब त्यो लाइन आएन, यहाँ नआएपछि हामीले पछि तानेर बल्ल चलाएको यो बोरिङ। लगभग 1-2 महिना भयो चलेको यो बल्ल। अनि अब यसमा अहिले पानी कम आयो भनेपछि मिस्त्रीले के भन्यो भनेपछि विद्युतको यसमा भोल्टेज पुगेन भन्ने कुरा आयो। भोल्टेज पुगेन, भोल्टेज बढाउँछ भने 50 को ट्रान्सफर्मर भोल्टेज बढाउने हुँदो रहेछ। अनि पानी अलिकति कम देखियो यहाँ, अनि किन पानी कम आयो भन्ने कुरो पनि आयो। मैले भने पहिला त्यस्तो पानी देखेर हामीले नगरले पास गरेको, खास मैले त गराएको, यो त फिट गरेको मात्रै, जिम्मा दिएर मैले बनाएको मात्रै हो। अनि 26,98,862 रुपियाँ 62 पैसाको लागतको लगभग मोटामोटी 27 लाखको बोरिङ आज हेर्नुहोस् त 2000 जनतालाई लाभान्वित भनेछ। 2000 जनता यसबाट लाभान्वित भएका छन्। अब लाभान्वित त भन्नुपर्ने बाध्यता पनि भइहाल्यो। बाध्यता अब तालमा पानी हाल्ने अनि सिँचाइ यहीँबाट गर्ने भन्ने कुरो छ। अब तालको पानी अध्यक्षज्यू, यो बोरिङको पानी, यो पानी कति तालमा जान्छ र कति सिँचाइ हुन्छ तपाईँलाई के लाग्छ? तपाईँ त किसान पनि हो। एकजना किसानले यो पानीले दिन रात पानी पनि चल्छ, बिजुलीको मिटर चलिरहेको छ, बिजुलीको पैसा पनि तिर्नु पर्छ होइन? अब यो 27 लाखको बोरिङ हो। 27 लाखको बोरिङ यो उचित बोरिङ हो? अब मेरो त अब के अनुसार नगरपालिकाको एस्टिमेट अनुसार अब तपाईँ त उपभोक्ता समितिको अध्यक्ष, तपाईँले जवाब दिनुपर्छ। यो 27 लाख रुपियाँ खर्च केमा भयो? यसको पुरै गाड्ने यो पाइपदेखि लिएर मोटर जुन छ नि, अनि त्यो डिलिङ गरेको त्यो त्यसैमा भएको छ त्यो खर्च। 27 लाख रुपियाँ? हजुर हजुर, हाम्रो श्रमदान सहित 27 लाख खर्च भएको छ। 27 श्रमदान चाहिँ कति गर्नुभयो? के गर्नुभयो? अब हामी श्रमदान भनेको यहाँको अब यताउता यो झारीहरू कस्तो बाक्लो झारी थियो, झारी काट्नुभयो? कतिजना मान्छेले काट्नुभयो दाइ? अब यो त त्यसैमा हेर्दा हुन्छ। अब त्यो नगरपालिकाको उसमा गएर त्यो भनेको तपाईँहरूको नाममा जुन 2,73,862 रुपियाँ छ, 2,73,862 रुपियाँकै श्रमदान गर्नुभयो, निस्कियो त्यो? अब त्यो त हामीले सर अब त्यो भाइ त्यो गरेकै हो। त्यो गर्नुभयो? हजुर हजुर। भनेको यो बोरिङमा तपाईँहरूको तर्फबाट उपभोक्ता समितिको तर्फबाट कुनै पनि कैफियत छैन, तपाईँबाट यहाँबाट भ्रष्टाचार भएको पनि छैन? छैन। भ्रष्टाचार 1 रुपियाँ पनि भएको छैन। भोलि बिहान कटघरामा उभिएर जवाब दिन सक्नुहुन्छ? त्यो मजाले सक्छु म। यसमा जुन छ एस्टिमेट त्योभन्दा अलिकति पनि तलमाथि भएछ भने म दिन सक्छु। एस्टिमेट के हो? एस्टिमेट अलिकति भनेको त अब नगरपालिकाले दिएको जुन छ नि, उसले अब यो चिजमा यति खर्च, यो चिजमा यति खर्च। खर्च त पुग्दैन, खर्च त तपाईँले बिल ल्याउने हो, खर्च पुग्छ। मेरो कुरा भन्नुहोस्, यसलाई चाहिँ जुन नगरपालिकाले भनेको छ बोरिङ मोटर भनेको छ नि, त्यो मोटर छ यसमा? मोटर भने जस्तो छ? एकदम छ। 5 HP को मोटर छ। अहिले अब मैले त्यसको भिडियो बनाएन। 5 HP को मोटर यसमा छ। अब त्यो फेरि अब एस्टिमेटमै त्यही भएपछि अब त्यो ठुलो भनेको 5 के भन्नुभयो? 5 HP जस्तो लाग्छ त्यो मोटर जस्तो लाग्छ। फिक्स हुनुहुन्न तपाईँ? हजुर हजुर, फिक्स हुनुहुन्न नि। 5 HP लेखेको अब कागजमा देखियो, त्यही त होला। अब के भन्ने त्यसको मूल्य कति थियो? अब मूल्य त अब फेरि अब के भन्ने, अब त्यो भइसकेपछि त्यसको मूल्य भन्न सकेन फेरि म। अब यसको मोटर अहिले थाहा थियो त्यति बेला। अब मोटामोटी भन्नुहोस् न, ठ्याक्कै मोटामोटी भन्दा थियो। अब त्यो सोलरको मोटरलाई अब 2.5 लाख जति भन्छ भनेपछि यसको अब कति भन्ने त्यो ठाउँ भएन मलाई खास। यसको यो ठ्याक्कै यति हो भनेर ल यसको केही नभए पनि अब मेरो विचारमा यो मोटरको
त्यही 1.5 भन्दा तल छैन होला। के 1.5 लाख? हजुर 1.5 लाख मोटरलाई। हजुर। अनि मोटामोटी केमा खर्च भयो होला अलिकति बताइदिनुहोस् न दाइ। अनि यो तपाईँको पनि तपाईँ कहीँ इन्भल्भ नहुनु होला। हामीले सामान्य अहिले देख्दैछौँ तपाईँ इन्भल्भ नहुनु होला। अनि तपाईँलाईबाट गरेका मान्छे होलान् या अन्य तपाईँहरूलाई सञ्चालन गर्ने व्यक्ति होलान्। के लुकाइदिनु भएन भने जे हो त्यही भनिदिनु पर्यो। बढाएर अरूलाई पनि भनिदिनु भएन। तर यसमा हामीले हेर्दा यो 27 लाखको बोरिङ होइन। हामी भन्छौँ 27 लाखको बोरिङ होइन। तपाईँको विचार त्यो ठिकै हो, तर मेरो विचारमा अब खर्च भयो त के गर्नुहुन्छ? अब सफल हामी भएन, आफ्नो ठाउँमा रह्यो। खर्च चाहिँ भयो। खर्च भयो। कसले खाए थाहा छैन, खर्च चाहिँ भयो। नै खर्च अब खायो भन्नु त मिल्दैन। त्यो पसलवालाले खायो कि धेरै पैसा? नै कसैले त्यो खान भाइ। अब यो बिल्कुल सुन्नुहोस् न दाइ, तपाईँ पनि किसान। हजुर। एउटा किसानले यो बोरिङ 27 लाख रुपियाँमा हालेर आफ्नो खेत सिँचाइ गर्न सक्छ? मलाई भनिदिनुहोस् त। यही पानी, यो पानी त एउटा किसानलाई पनि पुग्दैन। यो बोरिङको पानी एउटा किसानलाई पनि पुग्दैन। भन्नुहोस् एउटा किसानले नेपालमा यतिको बोरिङ 27 लाख रुपियाँमा जडान गरेर खेती किसानी गर्न सक्छ? सम्भव छ? तपाईँ किसान छैन, तर त्यही त भन्दा यो बोरिङमा यति पानी यो भनेको सरकारी पैसा भएको कारणले सकिन्छ। नै त्यो भन्दा पनि त्यति बेला यति कम आएको भए पानी नगर्ने छ, पास नगर्ने हो त्यति बेला। तपाईँले अघि मलाई भन्दै हुनुहुन्थ्यो जो मान्छेले यो बोरिङ लगायो त्यो मान्छे सम्झौता भन्दा 8 मिटर तल गहिराई जान सकेन। त्यही गरेर हेर्नु होला नगरमा गएर। अहिले तपाईँले भनेको कुरा भन्दैछ। त्यही भनेको त्यो नगरमा गएर हेर्नु होला। ठिक छ, हामी हेर्छौँ। अहिले तपाईँले भनेको कुरा के थियो दाइ? मैले बुझे अनुसार अब मैले उ गरे अनुसार भित्र गएन भन्ने मैले थाहा पाएँ। उसले थाहा पाएँ मात्रै भनेर भयो। तपाईँ त गर्यो त्यो अनि त्यसले पाइप फाल्ने बेलामा तल माटो कि के भयो अब त्यही किताबमै होला। केही समस्या देखियो, केही समस्या देखियो। तपाईँ उपभोक्ता समितिको अध्यक्ष भएको नाताले तपाईँले मैले थाहा पाएँ भन्न मिलेन। तपाईँले के थाहा पाउनु पर्यो भने यसको हाम्रो गहिराई कति हो, सम्झौता कति हो। तपाईँले अहिले भन्दै हुनुहुन्थ्यो 27 लाख पुरै पाएन उसले। 2 लाख कति हजार रुपियाँ हाम्रो श्रमदान भयो र उनलाई चाहिँ केही मिटर तल नखनेको कारणले घटाइयो। नगरले यो काम भएन भनेर उसले त्यसको पैसा दियोस् न भने यस्तो काम भएन भने नगर्दा थाहा थियो। उसलाई थाहा थियो त के भन्छ हाम्रो इन्जिनियरलाई थाहा थियो। इन्जिनियरलाई थाहा हुँदै पनि इन्जिनियरले केही पैसा काटेर भुक्तानी दिए होइन? अब काटेको त नगरले काटेको। नगरले काटेर भुक्तानी गरे। जुन कुरा नेपाल सरकारको इन्जिनियरलाई नगरपालिकाको इन्जिनियरलाई थाहा थियो उनले त्यो गर्ने। अब उनी हुन अब कति काम। इन्जिनियर साहब पहिला थाहा थियो यस बोरिङले पानी पूर्ण रूपमा दिँदैन भन्ने। फेरि भुक्तानी केका लागि? कसको निर्देशनमा गर्नुभयो भुक्तानी? तपाईँलाई यो बोरिङबाट पानी पुरै आउँदैन, सम्झौता अनुरूप गरान गरेको छैन, सम्झौता अनुरूप तल 8 मिटर तल गएको छैन भन्दै भुक्तानी केका लागि? के छ? दाल में कुछ काला है या दाल पूरा काला है? पत्रले देखाउँछ, अनुसन्धानले देखाउँछ। यदि गलत गर्ने कुनै पनि व्यक्ति यस कटघराबाट, यस अनुगमनबाट, यस अनुसन्धानबाट फुत्किन पाउँदैन। गलत गर्ने मान्छे कटघरामा उभिनु पर्छ, कारबाहीको भागीदार हुनै पर्छ। तपाईँ पनि भन्नुहुन्छ नि गलत गरेको मान्छे कटघरामा उभिनु पर्छ। राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन हो। नै अब त्यो गलत भयो त उभिनै पर्छ। नगरपालिकाको इन्जिनियरलाई पहिल्यै थाहा थियो गलत भयो यहाँ भन्ने। गलत भयो भन्दा पनि अब तल अब के भयो त्यो सम्झौता अनुसार तल जान सकेन। जेसुकै भए पनि, गलत भए पनि, जे भए पनि सम्झौता अनुसार तल जान सकेन। त्यो सम्झौताले के देखायो भने 8 मिटर अझै तल गयो भने पानी पूर्ण रूपले आउँछ भने गएको। तर हाल्ने बेलामा त्यहाँ अब त्यो किताबमै भनिहाल्ने त्यही त पाइप नगसी त गएको भनेर त अर्थ भएन नि। अर्थ होइन, उसको त केही न केही त्रुटि भएर नगरपालिकाले सम्झौता बमोजिम पैसा दिएन, त्यति हो नि। त्यो त कुरा सत्य हो। त्यो त अब त्यो घटेको कामै के हो? यहाँ अरू घटेको त केही छैन। यतातिर पार्क बनाउने भनेको होइन, यतातिर टहरा बनाउने भनेको होइन। घटेको त यहीँ भित्र केही समस्या भयो, तिमीले भनेको पुरा काम गर्न सकेनौ, त्यही भएर तिमीलाई पैसा पुरा दिन सकिन्न भनेर घटायो। त्यही हो नि? त्यही हो। आदरणीय दर्शकबिन्दुहरू, नगरपालिकाले भन्छ ठेकेदार पक्ष या यस बोरिङ निर्माण गर्ने पक्षलाई भन्छ तिमीले पुरा काम गर्न सकेनौ, तिमीले भनेअनुसार काम गर्न सकेनौ, त्यसकारण तिमीले 27 लाख पाउँदैनौ। 27 लाख भन्दा कम्ती पाउँछौ। किन? तिमीले काम राम्रोसँग गरेनौ, पुरा गरेनौ। जुन सम्झौता अनुसार थियो, जुन गर्नुपर्ने थियो काम गरेनौ भन्ने नगरपालिका जानकार छ। जब नगरपालिका काम गरेनौ भन्ने जानकार छ भने 27 लाख रुपियाँमा केही रकम नदिकिन यो भुक्तानी किन गर्यो नगरपालिकाले? नगरपालिकाले भुक्तानी कसको निर्देशनमा गर्यो? आदरणीय दर्शकबिन्दुहरू,
27 लाख रुपियाँको यो मोटर बोरिङ नगरपालिका भन्छ ठेकेदार तिमीले भने जस्तो काम गरेनौ, काम ठिक भएन, तिम्रो पैसा काट्छु र तिमीलाई अलिकति कम्ती पैसा दिन्छु। यसको मतलब नगरपालिका जानकार थियो यहाँ घोटाला हुँदैछ, घोटाला भयो तर पनि नगरपालिकाले भुक्तानी गर्यो। कठघरामा उभिनु पर्छ, कठघरामा। तपाईँलाई कार्यक्रम मिसन भण्डाफोरमा हार्दिक स्वागत छ। धन्यवाद। यो बारबर्दिया नगरपालिका वडा नम्बर 9 मा रहेको सतखोला तालमा जुन बोर्डिङ गाडिएको छ नि त्यसको बारेमा अलिकति बताइदिनु। यो चाहिँ नि बारबर्दिया नगरपालिका वार्ड नम्बर 9 मा जुन चाहिँ नि अटोमेटिक जडान भयो, जुन चाहिँ नि बोरिङ छ त्यसमा अब काम गर्ने सिलसिलामा तलमाथि अथवा पानी कति आउने कति नआउने त्यो फरक पऱ्यो भने तर चाहिँ नि जुन लागत रकम भुक्तानी भएको छ त्यो चाहिँ नि अनियमितता भयो। अनियमितता देख्नुहुन्छ त्यसमा? म देख्छु। यसको अनुमानित नगरपालिकाले सम्झौता रकम 24,25,000 राखेको छ र त्यसपछि तपाईँको उपभोक्ता समितिबाट लागत चाहिँ सहभागिता 2,73,862 रुपियाँ भनिएको छ। यसमा चाहिँ त्यति लागत नलाग्नु पर्ने हो? हो, त्यति लागत नलाग्नु, बढीमा त्यो बोरिङ जडान हुनुपर्ने 8 लाख रुपियाँ। 8 लाख रुपियाँमा पुग्ने चिज यहाँ लगभग मोटामोटी 27 लाख रुपियाँ देखाइयो। त्यो बढी भुक्तानी भयो, अनियमितता भयो। के अरे भुक्तानी भयो भने अनियमितता भयो। तपाईँ जिल्लाको पूर्व जिल्ला समन्वयन उपप्रमुख र अहिले यस गाउँको वडाको एउटा बुद्धिजीवी, राजनीतिज्ञ र सचेत नागरिकको नाताले यस्ता अनियमितता गर्ने व्यक्तिहरूलाई केसम्म होस् भन्ने चाहनुहुन्छ? म के भन्न चाहन्छु भने मलाई चाहिँ नि कसै चाहिँ नि व्यक्तिमा चाहिँ नि लाछा लाउनु छैन, लगाउनु पनि हुन्न, पाप लाग्छ। यो वडा कार्यालयसँग सरकार पनि छैन। तर हाम्रो नगरपालिका बारबर्दिया हाम्रो नगरपालिका हो, त्यसले चाहिँ नि अनुगमन गर्ने ठाउँमा जुन चाहिँ नि इस्टिमेट गरियो, पहिला त्यहाँको इन्जिनियर गयो त्यो ठाउँमा हेऱ्यो, त्यो पहिल्यै भनिदिनु पर्ने 3 दिन चाहिँ पानी आउँछ भनेर जुन इस्टिमेट भयो पहिला त्यो गलत भयो। किनभने पानी नआउने ठाउँमा त्यो बोरिङ जडान किन नगरे पनि हुन्थ्यो त। त्यो पहिल्यै सतखोला तालको बोरिङ जड्दा पहिल्यै गलत भइसक्यो। पानी आउँदैन भने पानी आउँदैन भनिदिएको भए हुन्थ्यो या यो मोटरलाई नै यदि महँगो पर्छ भने तपाईँको दामी छ मोटरलाई महँगो पर्दैन? त्यो मोटर महँगो पर्दैन। तर त्यो पहिला 23 लाख रुपियाँ जुन भुक्तानी भयो त्यसैमा त्यो मिटर जडान उठ्ने, पछि चाहिँ 60,000 रुपियाँ फेरि छुट्याएर चाहिँ मिटर ल्याएर हालियो भने त्यो गलत भनेको यो 24,25,000 जुन सम्झौता भनियो, सम्झौता बाहेक 60,000 रुपियाँ फेरि भुक्तानी भयो। फेरि भुक्तानी 60,000 रुपियाँ। यसमा अनियमितता छ? अनियमितता छ मेरो भनाइ त्यो। किनभने त्यहाँको चाहिँ हजुरको कार्यक्रम सेटिङ गरेर जुन बोर्ड टाँसियो छ त्यो बोर्डमा एउटा कुरा छ, अनि फिल्डमा भनेको सूचना पार्टीमा एउटा कुरा लेखिएको छ, भुक्तानीमा एउटा कुरा लेखिएको, त्यसबाट थाहा हुन्छ यसमा अनियमितता भयो भन्ने। अनियमितता यसमा चाहिँ सम्बन्धित निकायले गएर त्यहाँ हेरिदिनु पर्छ। भनेको यसरी बुझौँ, हात्तीका दाँत देखाउने र चबाउने फरक रहेछन्? फरक छ मेरो भनाइ त्यही। फरक छ है? हजुर। नमस्ते। धन्यवाद सर। अहिले तपाईँको वडा नम्बर 9 चर्चामा रहेको छ सतखोला तालमा एउटा बोरिङ गाडिएको छ। त्यो बोरिङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ, त्यसको अलिकति नालीबेली बताइदिनुहोस्। धन्यवाद सर। यो तपाईँले बुझ्न चाहेकोमा चाहिँ हामी आभारी छौँ। हामीले त्यहाँको बोर्डिङ चाहिँ हामी एउटा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ ताल छ, तालमा चाहिँ सदाबहार हाम्रा पर्यटकहरू आएर एउटा बोटिङ गर्ने सोचले, पर्यटकीय क्षेत्र बनाउने सोचले गाड्न खोजियो। त्यहाँ गाड्नको लागि चाहिँ हामीले निकै प्रयास पश्चात नै गाडियो। भएको थियो त्यस्तो निकै प्रयास के थियो? त्यहाँ हाम्रो के थियो भने एउटा के भन्छ त्यसलाई, के एरिया, बफरजन एरिया हैन, त्यसले गर्दा पनि अलिक गाह्रो भइरहेको थियो। तर उहाँहरूसँग हामी धेरै सहकार्य गरेपछि ठिक छ, अब घुम्नलाई पर्यटकीय क्षेत्र बनाउनलाई त खासै आपत्तिको कुरा भएन भनेर गाडियो। त्यहाँ सोच चाहिँ हाम्रो त्यही हो कि पर्यटकहरू आउन् हैन, त्यहाँको हाम्रो उसलाई चाहिँ प्रमोट गरौँ भन्ने सोचले चाहिँ त्यो तालमा सधैँ पानी रहिराखोस्, आएका पर्यटकहरू त्यहाँ बोटिङ गर्न पाइराखुन् भन्ने उद्देश्यले चाहिँ त्यो बोटिङ गाडिएको। त्यहाँ पहिला हामी मोटामोटी हाम्रो उसमा चाहिँ लगभग 26 लाखको भनौँ योजना भएको थियो।
26 लाखको योजना भए पनि हामीसँग पैसा थिएन, त्यसले गर्दा ठिक छ अब घटारै गरेर गर्न सकियो भने गरौँला भन्ने सोचले हामीले 24,25,000 लगभग त्यतिको सम्झौता भनौँ एउटा गर्ने योजना बनाइयो। योजना पश्चात त्यहाँका इन्स्ट्रुमेन्टहरू सबै बन्दै गए। हामीसँग समय पनि अलि अभाव थियो। टेन्डर खोलेर टेन्डर आह्वान गरेर त्यहाँको योजना गर्ने समय अलिक कम भएको कारणले गर्दा ठिक छ त्यहीको उपभोक्ताले गर्नुहुन्छ भनेर हामीले उपभोक्ता मार्फत त्यो काम गर्न लगाएपछि हाम्रो प्राविधिक कर्मचारीज्यूहरूले सबै त्यो इन्स्ट्रुमेन्ट बनाउनु भयो। इन्स्ट्रुमेन्ट अनुसारै त्यहाँको काम भयो होइन। त्यो गर्दाखेरि चाहिँ जुन हामीले त्यहाँ हाम्रो पूर्व योजना के थियो भने 140-38 सम्ममा पानी आउला भन्ने चाहिँ हाम्रो अनुमान थियो, तर त्यहाँ 131 मा चाहिँ पानी आयो। त्यसले गर्दा पनि अलिकति मूल्याङ्कनमा हामी घटेर गयो र 10% हाम्रो जनसरमदान उपभोक्ताले गर्ने कामहरूमा 10% हामी हरेक ठाउँमा अझ कहीँ त 15% पनि छ। त्यो त्यहाँको परिवेश त्यहाँको योजना अनुसार हेरेर छ होइन। त्यो अनुसार हामी गरेर हामीले समथिङ 22 लाख यस्तै ठ्याक्कै रुपियाँ मलाई थाहा भएन र 22 लाख कति रुपियाँ चाहिँ हामीले भुक्तानी गर्यो। अलिकति मैले तपाईँलाई रोकिहालेँ। तपाईँले भन्दै गर्दा जुन 140 मा आउनुपर्ने 138 मा आउनुपर्ने 131 मा आयो भन्नुभयो। तपाईँ एकिन हुनुहुन्छ नि होइन। 140 मा आउनुपर्ने 131 मा आएर हामीले चाहिँ भुक्तानी कम गरेर दियौँ। त्यसमा भोलि बिहान यस नगरपालिकाको अनुगमनको प्रमुख भएको नाताले अनुगमन गर्दै गर्दा केही त्रुटि देखेर या तिमीले काम पुरा गर्न सकेनौ भनेर कटौती भएको होइन, कन्फर्म हो? त्यो चाहिँ कन्फर्म हो। किनभने सबै कुरामा म पनि विज्ञ छैन होइन। म एउटा अनुगमन समितिको संयोजक हो। मेरो साथमा प्राविधिक हुनुहुन्छ, इन्जिनियर साहबहरू हुनुहुन्छ, योजना फाटका हुनुहुन्छ, त्यहीको ओडाको प्राविधिकहरू हुनुहुन्छ होइन। उहाँहरूले मैले प्रत्येक उसमा ठिक छ नि सर भनेर सोध्छु कि, किनभने म त इन्जिनियर पढेर आएको त होइन यहाँ होइन। त्यसले गर्दाहरू पनि उहाँहरूको उसमा चाहिँ हामीले अनुगमन गर्न साथमा टोली हुन्छ। टोली गएपछि चाहिँ अझै पनि अस्ति सार्वजनिक सुनाइमा पनि यो कुरा उठेको थियो। हाम्रो इन्जिनियर साहबले पनि भन्नुभयो अझै पनि मजाले माथिबाट नाप्नै मिल्छ, हामीले झुट बोल्ने कुरा हुँदैन, गएर नाप्न पनि सकिन्छ। यतिमा आउँछ पानी, हामीले यति योजना चाहिँ बनाएको हो तर 131 मा नै पानी आयो। खन्न हामीले 138 नै खनियो, आउन पानी 131 मा नै। अहिले पानी चाहिँ त्यस्तो धाराको जस्तो पानी किन आएको? त्यो अब यस्तो छ, त्यति बेला मौसममा अलि अब अहिले बर्खा बढ्यो भने फेरि पानी पनि बढ्छ। बर्खा बढेर चाहिँ आकाशबाट पानी आउँछ, किन उसको काम के भयो? तालमा पुग्ने पानी त आउँदैन नि त। तालमा पुग्ने पानी त आउँदैन। हाम्रो त 12 मासी त्यो ताललाई सदाबार रहोस् भन्ने योजना अनुगमन गर्नु भएको छ। त्यो तालको अवस्थाको अनुगमन गर्नु भएको अहिले फिलहाल चाहिँ मैले गरेको छैन। त्यति बेला गर्दा चाहिँ फुल्ली पानी चाहिँ आएको। तपाईहरुले अनुगमन गर्ने बेला पानी राम्रो आयो। पानी आएर हामीले चलाएरै हेरेरै मलाई लाग्छ भिडियो पनि छ जस्तो मलाई लाग्छ है। त्यहाँ पानी आएको मजाले चलाएर हामीले बनाएर जति सोचेको पानी त्यो आएपछि नै हामीले भुक्तानी गरेका छौँ। सानो कुरा म्याम, नगरपालिकाले 10 लाख भन्दा माथिको रकम उपभोक्ता समितिलाई त्यसरी दिन मिल्छ? नै, त्यो हाम्रो नियममा 10 लाख भन्दा माथिकोलाई चाहिँ ई टेन्डर गर्ने नै भनेको छ। तर समस्या के भइदियो भने त्यहाँ हामीले योजना बनाइयो तर समय रहेन। हामी के हो समय रहेन भनेको? छोटो भयो। के हो त्यो छोटो समय भनेको? के हो छोटो समय भयो? के हो म्याम छोटो समय सम्झाइदिनु। 1 महिना 35 दिनको सूचना खुलाउनु पर्ने हैन। 35 दिन हामीसँग त्यो सूचना खुलाएर त्यसपछि मूल्याङ्कन गरेर त्यसपछि सम्झौता गरेर काम गर्दा ढिलो हुने। किन के विषयमा ढिलो हुने त्यो भन्दैछु न म्याम। के विषयमा ढिलो? प्रक्रियालाई ढिलो हुने भनेको आर्थिक वर्षले ढिलो। त्यो आर्थिक वर्षमा नगरिकिन अर्को आर्थिक वर्षमा गर्दा चाहिँ के बिग्रिन्थ्यो? त्यो बिग्रिन त केही पनि बिग्रिन्थेन। तर के हो भने हामीले त्यहाँको उपभोक्ताले त्यहाँका जनताले यो भइदिए हुन्थ्यो भन्ने सोच राख्नुभयो। ठिक छ, अब हामीले बजेट पनि छुट्याइसकेका छौँ। गर्नुहोस् न त, तपाईँहरूले नै यहाँको विकास गर्न सोच गराउनु भएको छ। उपभोक्ता मार्फतै गरे पनि होला, समयको अभाव। उपभोक्ता मार्फतै बनाउने हो भन्दा कानुन किन बनाउने त? 10 लाख भन्दा माथि ई टेन्डर भनेर त्यो त गराउन पाइएन। नियम मिचिएको त रहेछ होइन? नियम मिचिएको। नियम चाहिँ मिचिएको भन्ने के भने हामीले समयको पाबन्दीले गर्दा। म्याडमको कुरा मैले बुझेँ, समयको पाबन्दी थियो। यो आर्थिक वर्षको पैसा आर्थिक वर्षमा खर्च गर्नुपर्ने बाध्यता थियो। तपाईँहरूमाथि त्यो अवस्था आएको भएर यो पैसा खर्च गर्न
खोज्नुभयो यो पैसा खर्च गर्दै गर्दा बरु फ्रिज भएर बस्थ्यो राज्यको कोषमा त रहन्थ्यो नि त्यो पैसा चलाउने चलायमान बनाउने र त्यो वर्ष खर्चै गर्नेको नाममा अहिले हेर्नुस् त पानी आएको छैन। अब यस्तो सर के हो भने हामीले अब तपाईसँग मैले बढी गर्नु भन्दा नि यो अख्तियारमा गइसकेको छ हैन। यदि हामीले गलत गरेर रहेछौँ भने त्यो गल्तीको कानुनको सजाय भागीदार हामी हुनै पर्छ हैन। हामीलाई त लाग्छ हामीले गल्ती गरेका छैनौं, म त 100% म त्यसमा गल्ती गरेको छु जस्तो मलाई लाग्दैन। कानुन मिच्नु त गल्ती हो। त्यसपछि अब अहिले अदालतमा के अरे अख्तियारमा गइसकेको छ, हामीलाई अख्तियारले 15 दिन भित्रमा डकुमेन्ट पनि माग्नु भएको छ। त्यो सम्बन्धित शाखाको इन्जिनियर साहब योजनाले पनि पठाइसक्नु भएको होला हैन। नपठाएको भए पनि 15 दिनमा चाहिँ पक्कै पनि पठाउनुहुन्छ। अब त्यो भइसकेपछि अब अनुसन्धानको क्रममा छ, अनुसन्धान भइसकेपछि त्यसपछि हामीले विकास गर्न खोज्दै पनि हैन मान्छेमाथि आइलाग्छन् भने त अब हामीले गर्ने नै के हो र। अनि ठिक छ, त्यही भएर मैले भने नि यदि हामीले गल्ती गरेका छौँ भने हामीले कि मैले हामीले सबैले आफ्नो जिम्मेवारी आफ्नो जिम्मेवारी मैले सबैले गल्ती गर्नु भएको छैन। यो चाहिँ कन्फर्म छ। यदि कसैबाट यदि गल्ती भएको रहेछ भने नहोला, भोलि बिहान अनुसन्धान हुँदैछ नहुनु पनि सक्छ, नहोस्, सकेसम्म नहोस् र यो सबै क्लियर होस्। यदि भएको रहेछ भने जनप्रतिनिधि हो या कर्मचारी नै त्यो त गल्ती गरेको छ भने चाहे जनप्रतिनिधि होस् चाहे कर्मचारी होस् गल्तीको भागीदार चाहिँ बन्नै पर्छ। गल्ती जसले गरेको छ गल्तीको भागीदार चाहिँ बन्नै पर्छ। सम्भव त मलाई लाग्छ गल्ती कसैबाट भएको छैन होला। अब त्यो आशा गरौँ अनुसन्धानले बताउला। अन्त्यमा केही भन्न चाहन्छु? अन्त्यमा त मलाई लाग्छ अब विकास गर्दा पनि हैन हामी धेरै सोचेर धेरै बुझेर, अब जस्तै भनौँ न हामीले त सरासर विकास मात्रै खोजेका थियौँ, जनतालाई छिटो हामीले दिन पाए हुँदो भन्ने हामीमा थियो हैन। जुन हुटुटी चलिरहेको थियो हैन, त्यो हुटुटीलाई चाहिँ अब धेरै हतारिन चाहिँ हुँदो रहेनछ। संयमता अपनाउनु पर्ने रहेछ, प्रक्रियालाई सबैलाई ख्याल गर्नु पर्ने रहेछ भन्ने चाहिँ हुटुटीका बावजुद पनि कानुन मिच्नु हुँदो रहेछ भन्ने चाहिँ लाग्यो।